हे एभ्रिवान स्वागत छ आजको यस नयाँ भिडियोमा। आजको यस छोटो भिडियोमा हामी कुराकानी गर्नेछौँ सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीको आइपिओको बारेमा। यो चाहिँ अहिले सेकेन्डरी मार्केटमा लगातार रूपमा सर्किट हानिरहेको छ र डे टु डे यसले चाहिँ 9% 10% को हिसाबले चाहिँ सर्किट हानिरहेको छ। कतिसम्म प्राइस पुग्न सक्छ, कहिले हामीले सेल गर्ने, यसलाई सेल गर्ने कि होल्ड गर्ने, कस्तो छ कम्पनी, त्यो सम्पूर्ण जानकारी छोटो भिडियोमा आज तपाईँले पाउनुहुनेछ। त्योभन्दा पहिला यदि हामीसँग जोडिनु भएको छैन अहिलेसम्म भने तल रहेको रेड बटनमा क्लिक गरी च्यानललाई सब्सक्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकन पनि प्रेस गर्न नभुल्नुहोला। सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीको चाहिँ यदि लास्ट कारोबार हेर्नुहुन्छ भने 1186 रुपियाँ 1 पैसामा चाहिँ लास्ट कारोबार भएको छ। 10% ले चाहिँ यसले सर्किट हानेको छ र जम्मा लास्ट डेको सर्किट हेर्नुहुन्छ अस्ति शुक्रबारको भने 2070 किता चाहिँ यसको कारोबार भएको छ, यानि कि 207 जनाले चाहिँ यसको आइपिओ बेच्नु भएको छ है। सिम्पली हेर्नुहुन्छ भने यहाँनिर 10 किता सेल बाई भएको छ भन्दाखेरि यसले चाहिँ आइपिओ नै सेल बाई भएको हो भन्ने कुरा चाहिँ लगभग जनाउँछ है। अब कुरा गरौँ यसको आइपिओ सेयर चाहिँ कतिसम्म पुग्न सक्ला त हैन, भोलिको दिनमा कतिसम्ममा चाहिँ यसको प्राइस पुग्न सक्छ सेकेन्डरी मार्केटमा भन्ने तपाईँको क्वेसन छ भने यसको आइपिओ सेयर चाहिँ सेकेन्डरी मार्केटमा 1400 देखि 1500 को बिचसम्ममा चाहिँ पुग्न सक्ने सम्भावना देखिएको छ। अब चाहिँ एउटा नेप्सेले नयाँ रुल पनि लागू गरेको छ जुन चाहिँ अब पहिला 10% सम्म मात्रै सर्किट हान्न पाउँथ्यो कम्पनीले भने अब बढ्दा पनि घट्दा पनि यसलाई चाहिँ 15% सम्म बनाइदिएको छ। एक दिनमा चाहिँ 15% सम्म कम्पनीको प्राइस अप डाउन हुन सक्छ है। त्यसो भए छिट्टै नै यसले 1500 सम्म पुगाउने सक्ने चाहिँ सम्भावना रहेको छ। तपाईँ यसको चाहिँ अलिकति चनाखो भएर बस्नु होला। यदि 1300 1400 क्रस गर्यो भने त्यति बेला चनाखो भएर चाहिँ तपाईँले बस्नुपर्नेछ है त। यो त्यो एउटा सानो अपडेट भिडियो। बाँकी कुनै त्यस्तो हलचल हुन्छ भने त्यो अपडेट भिडियो म तपाईँलाई फेरि पनि यसै च्यानलको माध्यमबाट दिनेछु। त्यसको लागि तल रहेको रेड बटनमा क्लिक गरी च्यानललाई सब्सक्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकन घन्टी पनि बजाउन नभुल्नुहोला। हस् त, मिल्नेछौँ अर्को एउटा नयाँ भिडियोमा।